चाहिँ मलेसियाको दुर्गममा परेको छ है गाई केपी ओली इलेक्सन भन्दा त कति राम्रो नि व्हाट्सअप गाइज वेलकम ब्याक टु माई च्यानल मिलन रियाक्सन। सो गाइज आज चाहिँ हाम्रो आज छुट्टी हो गाइज होइन। आज चाहिँ रुममा खाना बनाउन अलिक झ्याउ लाग्यो। आज चाहिँ मार्केट गएर रोटी त्यहाँ बङ्गाली मार्केट गएर रोटी खाने प्लान छ गाइज होइन। अब कति रुमको मात्र खाने के गाइज है कहिले काहीँ त वाक्कै लाग्छ भने अब गाउँघरतिर भए पो साग सिस्नु ढेँडोहरू हुन्थ्यो, मिठो हुन्थ्यो। यहाँको त खाए त्यही चामलको भात हो, नखाए पनि त्यही चामलको भात हो गाइज होइन। चट्टसँग रोटी खान जाने हो। बङ्गाली मार्केटतिर पाइन्छ। बङ्गाली मार्केट यहाँबाट लगभग त्यस्तै आधी घन्टा जति हिँड्नुपर्छ। ठिकै छ, साथीहरू पनि छ गाइज होइन। त्यस रमाइलो हुन्छ। घाम चाहिँ गाइज यहाँ ठिकै हो, नेपालको जस्तै हो मौसम चाहिँ अलिक खराब के यहाँको। हामी चाहिँ अहिले यतिजना साथीहरू छौँ। बङ्गालीको मार्केटमा गएर चाहिँ रोटी खाने प्लान है यति साथीहरूको चाहिँ। अनि त्यहीमा गएर चाहिँ टिएमजीमा जाने, टिएमजीमा गएर चाहिँ तरकारीहरू किन्ने। हामी चाहिँ मलेसियाको दुर्गममा परेको छ है गाई। दुर्गम त हो, दुर्गम त भन्नै पर्छ। दुर्गम नजिकै ठुलो बजार छैन कि गाई चाहिँ होइन। अब ठुलो बजारमा पुग्न त्यस्तै 4 घन्टा जति लाग्छ होइन केटा हो। एकदम गाउँ जस्तो कि गाई गाउँघरतिरको जस्तो बाटोहरू कच्ची चाहिँ हुँदैन होइन। यहाँतिर चाहिँ सबै बाटोहरू पिचै छ होइन। जताततै पनि जस विकास चाहिँ भएको छ। अब नेपालमा त के तुलना गर्नै मिल्दैन होइन। केपी ओली इलेक्सन भन्दा त कति राम्रो नि जस यहाँको अब सरकार ठिकै छ। जस यो विकासमा फोकस गर्छ कि अलि होइन। गाइज यहाँको चाहिँ सिन अहिले चाहिँ खासमा बिहानको चाहिँ त्यस्तै 9:30 भयो होला होइन। घाम हल्का छ, मलिलो छ घाम, खासै चर्को छैन। त्यसो 12-1 बजीतिर चाहिँ अलिकति चस्स पोल्ने खालको घाम लाग्छ कि यहाँ चाहिँ होइन। अरू त ठिकै छ गाइज। यहाँको जो रोडहरू चाहिँ एकदम सफा कि। रोडहरू चाहिँ मलाई यहाँ फेरि बाटो काट्दाखेरि दौडेर जानुपर्छ कि गाइज होइन। यहाँ चाहिँ जेब्रा क्रसिङहरू केही पनि हुँदैन कि यहाँ चाहिँ। अब किनकि अब यहाँको मान्छेहरू अब खासै अब पैदल हिँडिँदैन कि। अब सबै आफ्नो गाडी हुन्छ नि होइन। अनि कुनैको बाइक हुन्छ, कुनैको गाडी हुन्छ गाइज होइन। छैन अरे बुढा उता छ अरे। सोध्नु छिटो। सो गाइज अहिले चाहिँ हामी बाटोमा हिँड्दैछौँ होइन। साथीहरू चाहिँ अगाडि छ। साथीहरू चाहिँ अगाडि लाग्ने भनौँ जाँदैछन् केटाहरू होइन। चट्ट अब कुनै बेला भयो गाइज। अब त्यस्तै 10-15 मिनटमा हामी त्यहाँ पुगिहाल्छ। सो यता चाहिँ अब यो ढल यो पानी पर्दाखेरि अब हाम्रो नेपालमा जस्तै अब ढलहरू बनाउनुपर्छ नि त। यहाँ चाहिँ यो पानीको सिस्टमको चाहिँ एकदम राम्रो गरेको छ गाइज यसमा चाहिँ होइन। यतातिरको रोड चाहिँ एकदम हेरिरौँ जस्तो छ कि। मलाई चाहिँ यहाँतिरको चाहिँ रोडहरू भ्यूहरू चाहिँ एकदम मनपर्छ क्या गाइज। एकदम राम्रो छ। जो घुम्न लाइकको ठाउँ छ। यसो मर्निङ वाकहरू गर्न एकदम सही हुन्छ। यहाँतिर आएर हुन्छ गाइज। हामी यहाँतिर अब त्यस्तै अब मार्केट जानु पऱ्यो भने नि दिनहरू पनि एकदम नेचुरल टाइपको के। अब जङ्गल पनि नजिकै हल्का जङ्गल टाइपको होइन। नजिकमा जङ्गल भएपछि आफै त्यो नेचुरल भाइब्स आउँछ कि गाइज होइन। एकदम रमाइलो कि। अब आफ्नै अब गाउँमा छु जस्तो फिल आउने कि। सो यहाँ चाहिँ अलिकति ओह्रालो लाग्छ गाइज, ओह्रालो टाइपको होइन। ओइ केटा अब कति टाइम लाग्छ? कहाँबाट जाने हो हामी?
यही नजिकै हुनुपर्ने त केटा हो फाइनल्ली हामी चाहिँ आइपुग्यौँ होइन रुमबाट आउन चाहिँ त्यस्तै आधी घन्टा जति लाग्यो गाइस होइन कति बेला खाने मलाई 2 वटा भन्छ दुईवटा चारवटा यो रोस्ट लाग्यो कि रोस्ट गरिरहेछ माछा पनि फाइनल्ली रोटी आइपुग्यो यार 10-15 मिनट लगायो बनाउन है सो गाइस ऑरेंज फ्लेवर है ना मिठो छ यार ऑरेंज फ्लेवर हो क्या यो पनि मिठो छ यार हो दाल पनि मिठो छ रोटी चाहिँ सो गाइस फाइनल्ली खाएर पनि हामी चाहिँ अब निस्किनु लाग्यो अब त्यस्तै अब हामी कहाँ जाने केटा हो सो गाइस हामी चाहिँ यता लुगा पसलमा यसो घुमाउँ भनेर के मन पर्दैछ हेरौँ मन परेदेखि लाने लुगा त नेपालमै ब्रान्डेड लुगाहरू देख्छु त म त यहाँ खोइ यहाँको लुगाहरू त खासै मलाई मनै पर्दैन मनै कस्तो के यहाँको लुगाहरू अब हामी नेपालीले अब लाउने जस्तो अलिकति नभएको जस्तो कि त्यो चाहिँ माथि आएको छैन त मलाई त खोइ कहाँ छ थाल सो गाइस हामी फाइनली चाहिँ उता रोटी खाएर तरकारीहरू लिएर बजारबाट होइन हामी चाहिँ अब रुममा पुग्ने बेला भयो अब यहाँ 2 मिनटमै पुग्छ रुममा अब रुममा गएर चट्टो सुतेर अब नाइट ड्युटी थियो अनि नाइट ड्युटीमा अब सुत्न पनि पाएन कि अब अहिले गएर मजाले सुत्ने सो गाइज आजलाई चाहिँ यति नै नेक्स्ट भ्लगमा भेट्नुपर्छ है गाइज बाई लभ यू